ट्रेकिङको लागि नेपाल धेरै फेमस छ। मलाई ट्रेक जाने भनेपछि एकदम रमाइलो लाग्छ। मैले धेरै ट्रेकहरू पनि गरिसके। आज म अरु ट्रेक भन्दा अलि फरक जुन प्राय मान्छेलाई थाहा छैन त्यस्तो ट्रेकमा जाँदैछु। नेपालको वान अफ द हिडन ट्रेकमा लिस्ट भएको यो ट्रेक रसुवामा लोकरेट छ, जसलाई नागथली ट्रेक पनि भनिन्छ। नागथली ट्रेक काठमाडौँदेखि जम्मा 1 नाइट 2 डेजमा कम्प्लिट गर्न सकिन्छ। तर हामी जाँदा क्लाइमेटले साथ दिएर भनौँ या नदिएर भनौँ, हामीलाई यो नागथली ट्रेक कम्प्लिट गर्न 2 नाइट र 3 डेज लागेको थियो। यो भिडियोमा मैले फुल कस्ट एन्ड डिटेल्सहरू राम्ररी भनेको छु, सो भिडियो लास्टसम्म हेरेर साथ दिनु होला। आजको हाम्रो जर्नी काठमाडौँदेखि सुरु हुन्छ। बिहानै निस्केको भएर हामी नुवाकोटमा खाना खानको लागि रोक्नेछौँ। अहिलेको सिजनमा ट्राभल गर्दा हामीले तोरीको फुलहरू मजाले हेर्न सकिन्छ। बिरुर बजारमा खाना खाएपछि अब हाम्रो नेक्स्ट स्टप डुन्चेमा हुनेछ। सो गाइज अहिले चाहिँ साह्रै ड्यू भइसकेको छ अनि हामी चाहिँ भर्खरै यो धुन्चेमा आइपुगेर एक कप चिया चाहिँ खान भ्याइसक्यो होइन। ओहो गाह्रो यार, रोड चाहिँ सबै नै अफरोड रहेछ। अनि यहाँदेखि चाहिँ अब फेरि चिलिमेसम्म जानुपर्छ, सबै अफरोड नै छ अरे क्या। खाना चाहिँ हामीले 10:30 बजे खाएको हो। सो अहिले चाहिँ यहाँनिर थुक्पा पनि कस्तो छ ट्राई गरौँ भनेर चाहिँ धुन्चे बजारमा हामीले बफ थुक्पा अर्डर गरिसक्यो है। अनि प्रटिस कस्तो भयो एक्सपिरियन्स यहाँसम्म? अलिअलि दुख्न दुखेको छ जिउहरू, गाह्रो छ। भ्युजले गर्दाखेरि चाहिँ एकदम त्यो रिलिफ भयो क्या। अनि धुन्चेदेखि नै क्या दामी हिमालको भ्यू देखिरहेको छ कि ऊ लाङटाङ यहाँनिर छ। सो गाइज हाम्रो चाहिँ थुक्पा आइसकेको छ है। कति धेरै रहेछ यार थुक्पा नि है। नाइस। सो ट्राई गरौँ त अब। म चाहिँ खासमा आज यो थुक्पा खाएको भिडियो नखिच्ने भनेर सोचिरहेको होइन, तर यो थुक्पा मलाई वाइल्ड टाइम लाग्यो है। झोल खाउँ न पहिला। सो पसल पनि म तपाईँलाई एकछिनमा देखाउँछु यता। हामीले थुक्पा खाएको पसल यही हो जुन डुन्चे बजारमा छ। मिठो थुक्पा र चिया खाएपछि अब हामी स्याफ्रुबेसी हुँदै ब्रेन्टाङ गाउँतिर लाग्छौँ। सो गाइज हामी चाहिँ अहिले ठ्याक्कै स्याफ्रुबेसीदेखि माथि आएको होइन। सबै अफरोड रहेछ। छ्या वाइल्ड गाह्रो क्या, फुल यस्तो अफरोड छ। भिडियोमा चाहिँ खासै उकालो देखाएको छैन होइन। ल यस्तो छ क्या। यो तल पसल छ नि, यो सानो पसल, त्यहाँदेखि सबै उकालो। अब चाहिँ यो पहाडी चढ्नुपर्छ अरे। लास्ट टाइम लाग्छ होला यार अब। गाह्रो अफरोड चाहिँ उकालो तान्नै गाह्रो छ यार। ट्रेकिङ सुरु होइन। सो हामी चाहिँ अहिले ठ्याक्कै यो ताडोपानी बजारमा पुग्न लागिसक्यो होइन। वाइल्ड अफरोड यार, बाटो चाहिँ देखाइदियो त यहाँ कस्तो अफरोड छ क्या। छ्या साइको छ नि। ल अफरोड त्यसमाथि उकालो होइन, उकालोमा फेरि ढुङ्गा छ, फेरि त्यसलाई अझ गाह्रो बनाउनको लागि सबै यो यस्तो खालको माटो छ क्या। यो त थोरै नै हो, यो फ्यास फ्यास जान्छ। यदि मान्छे हिँड्यो भने चाहिँ मान्छेको आधी खुट्टा नै गाड्छ क्या। हेट त्यो छ यार, यहीँनिर चाहिँ रहेन रहेछ फेरि।
गाह्रो है लास्ट नि बाइकमा चाहिँ नआए नि हुन्छ यो ठाउँ है सो गाइज अहिले चाहिँ कति 7 बजी जस्तो लाग्यो हो र वाल गल्यो यार छ्या बल्ल पुग्यो क्या हामी हजुर सो गाइज अहिले चाहिँ ठ्याक्क 6:30 भइसकेको छ होइन अनि हामी चाहिँ भर्खरै पुग्यो क्या उफ वाल गाह्रो यार वालले गाह्रो के अफरोड एकदमै अफरोड यार हेट कस्तो भयो प्रदेश बाइकमा त नआए पनि हुन्छ है सकेसम्म बसमै आउनु बाइकमा चाहिँ नआए नै हुन्छ स्याफ्रोबिससम्म गाडीमा आएर त्यहाँदेखि ट्रेक गऱ्यो भने चाहिँ इजी हुन्छ यार उफ अनि यहाँ माथि चाहिँ एउटा मात्र होटल हो है आमा यहाँ अरू पनि होटल छ र यहाँ अर्को छैन यही हो नि है यो देखि मात्रै सो अनि यो ब्रेनाङ भन्ने ठाउँमा चाहिँ ठ्याक्क 2टा होटल रहेछ होइन अनि हामी चाहिँ आज ब्रेनाङमै बस्नेछौँ अनि भोलि चाहिँ सकेसम्म बिहानै नागथली र नागथलीदेखि तारू चाहिँ पिक पनि गएर चाहिँ कस्तो हामी इन्जोय गर्नेछौँ सायद हामी चाहिँ यतै बस्छौँ होला आज सो गाइज हाम्रो चाहिँ शिवक फोन रेडी भइसकेको छ है अनि उसले चाहिँ अहिलेसम्म खाएको छैन होइन फर्स्ट टाइम हो नि सो मैले चाहिँ फर्स्ट टाइम चाहिँ यो जुस लाङटाङ गएर जाँदाखेरि खाएको थिएँ मलाई चाहिँ दामी लागेको थियो कि हेर्नु त कस्तो छ भन त अब सत्य आउँछ नि फ्रुटी छ जुस खाएको जस्तो अरूले छैन जुस होइन? हो नि, खास गरी जुस हो नि त बानको जुस त्यही त रुखको मिठो रहेछ एकजना आयो नि कर्मटोको मान्छे हामी जाँदा यो ठाउँमा कोही थिएन सुत्न लागिसकेको आमाले हामी आएको देखेर हाम्रो लागि खाना पकाउन थाल्नुभयो यो होटलमा हामीलाई खानाको 350 रुपिस र रुमको 400 रुपिस पर्यो त्यो रात मजाले खाना खाएर हामी भोलि बिहानै हिँड्नुपर्छ भनेर सुतेका थियौँ बिहानै अलार्म बस्छ तर हामीलाई उठ्नै मन लागेको थिएन एक्कासी त्यहाँको आमाले भन्नुभयो भाइहरू चाँडै उठ हिउँ पर्न थाल्यो तिमीहरू आजै तल झर्नुपर्छ यो कुरा सुनेपछि हामी हतारमा उठेर बाहिर गए अनि जुन भ्यू हामीले देख्यौँ त्यो एकदम राम्रो थियो यहाँसम्म आइपुगेपछि माथि नागथलीसम्म पुग्नै पर्छ भनेर हामी चिया र रोटी खाएर रेडी हुन थाल्यौँ सो गाइज अब चाहिँ हामी माथिको लागि हिँड्न लाग्यो होइन दामी स्नोफल भएर आएको छ क्या ल त्यो त हामी पुग्नुपर्ने चाहिँ माथि नै भन्नुभएको छ होइन लेट्स है त्यो ल के भन्नुभएको ठाउँ हो यो हामी अब कहाँ जाने बाटो कहाँ छ हो गाह्रो हुन्छ के हो चिप्लो छैन होला नि है चिप्लो हुन्छ चिप्लो छ ल जाउँ सो लेट्स गो है हामी बस्छ होटल चाहिँ यहाँनिर छ होइन नागथली जानको लागि चाहिँ बोर्ड राखेको रहेछ यहाँदेखि सिधै माथि सो गाइज अहिले हामी ठ्याक्क ट्रेलको बिचमा आइपुगिसक्यो होइन अझ हिउँ चाहिँ झन् धेरै पर्न थाल्यो क्या ट्रेनमा
आज यो ट्रेलमा होइन हामी नै रहेछ क्या फर्स्ट हिँड्ने होला ल फुटप्रिन्टै हामी नै छ फर्स्टमा अनि पछि स्नोफलको चाहिँ अहिलेसम्म मेरो कजनले चाहिँ एक्सपिरियन्स नै गराएको छैन रहेछ होइन सो प्रतीश स्नोफलको एक्सपिरियन्स कस्तो भएर आएको छ तिम्रो दामी सोचेको थिएन यस्तो हुन्छ भनेर अहिलेसम्म देखाएको छैन है जे होस् फर्स्ट ट्रेकमै हेर्नु पायो फर्स्ट ट्रेकमा ल है आफ्टर 19 इयर्स लक्कीको दोस्रो नाम प्रतीश पेङ्गुइन सो लेट्स गो मान्छे नै हराउने खालको हावा चलिरहेको छ अरे यहाँ हेट अब चाहिँ हामी साइड होटेलमा पुग्नु लाग्यो होला फुल स्नो छ यार वाइल्ड रमाइलो भएर आएको छ क्या फुल एडभेन्चर सो गाइस चाहिँ हामी ठ्याक्क अलि धेरै नै माथि आइपुग्यो होइन यो ठाउँमा ठ्याक्क यहाँनिर चाहिँ हाम्रो लाङटाङ हिमाल छ क्या त्यहाँबाट हावा चलिरहेको छ होइन मजाले आवाज कस्तो बाइक आएको जस्तै आवाज आइरहेको छ क्या है हामी जति जति माथि चल्यो स्नोफल अझ धेरै हुन थाल्यो हावाहुरी एकदम चलिरहेको थियो अलि दुब्लो भएको भए मान्छेले उडाउने खालको हावा चलिरहेको थियो फुल एडभेन्चरले भरेको त्यो दिन कुनै फिल्म भन्दा कम थिएन अगाडि बढ्दै गयो फुल हुसु लागेर केही देखेको थिएन कुनै ठाउँमा हामीले बाटो पो भुल्यौं कि भनेर सोच्दै अगाडि जाँदा 3 जना मान्छे र एउटा याक भेटायौं सो गाइज हामी चाहिँ फाइनली होटेलमा आइपुगिसक्यो होइन दामी देखिरहेको छ अब वरिपरि स्नो मैले एक्सपेक्टै गरेको थिएन कि यहाँ यस्तो दामी भ्यू हेर्न पाउँछ भनेर तर ठ्याक्क मैले अस्ति भिडियो हेर्दाखेरि चाहिँ आज र भोलि स्नोफलको लागि चाहिँ 80% चान्स भन्नुभएको थियो सो आएँ अनि आज बिहान उठ्दाखेरि स्नोफल हेरेर नाइस एकदम बबा लाग्यो सो फाइनली होटेलमा चाहिँ पुग्यो हामी लेट्स सी प्याकेजको के कस्तो पर्छ है त प्रतीश कस्तो भयो यहाँसम्मको जर्नी एकदम एडभेन्चरस है एक्सपेक्ट गरेको छैन नि एक्सपेक्टै गरेको छैन बिचमा त हरायो पनि एकछिन है हाइट साइक्क नाइस लेट्स अब एकछिनमा भेटौँ है यो होटेलमा हामीलाई खानाको 350 रुपिज र रुमको 500 रुपिज पर्नेछ तातो खाना खाएर अराउन्ड 2 आवर्स जति आराम गरेपछि बाहिर हेर्न गएको भ्यू मजाले खुलिरहेको रहेछ थर्टी 200 मिटर हाइटमा भएको नागथली कुनै एउटा साधारण ठाउँ भने थिएन नागथली यस्तो ठाउँ हो जहाँबाट हामीले अगाडि ठुलो लाङटाङ हिमाल र पछाडि अरू ठुल्ठुलो हिमालहरू हेर्न सकिन्छ
यस्तो राम्रो ठाउँको बारे प्राय मान्छेलाई थाहा नहुँदा अलि नराम्रो लाग्छ, तर यो भिडियो हेरेपछि सायद केही हजार मान्छेहरूले भने पक्कै थाहा हुनेछ। जोस् भ्यूहरू देख्न थालेछ अहिले चाहिँ। ठ्याक्क अगाडि चाहिँ एउटा सानो लेक पनि छ है यहाँ। जोस् भ्यू खुलाखेरि चाहिँ राम्रो देख्ने रहेछ क्या। नाइस यार। सानो घरहरू छ, हामी बसेको होटल चाहिँ यहाँ माथिनिर छ। यही नै हो। पानीहरू चाहिँ आइस हुन थाला रहेछ अहिले। थर्ड डे हामी बिहानै होटल भन्दा अलि माथि सनराइज हेर्न जान्छौँ। जुन हिमाल हामीले हिजो देखेको थिएन त्यो सबै हिमालहरू आज मजाले खुलेको थियो। सो गाइस बिहान उठेर भ्यू हेर्दाखेरि चाहिँ एकदमै क्लियर भएको रहेछ क्या। सो हामी चाहिँ हल्का होटल भन्दा अलिकति माथि आएर चाहिँ भ्यू हेर्ने ठाउँमा आएको। क्या दामी भ्यू देख्ने रहेछ क्या। हाम्रो अगाडि चाहिँ ठ्याक्क लाङटाङ हिमाल छ। यो चाहिँ सबै लाङटाङ रेन्ज रहेछ होइन। अनि यहाँ पछाडि चाहिँ गोसाइकुण्डको हिमाल रहेछ। अनि यहाँ हेर्नु न गाइस कस्तो दामी क्या। है काठमाडौँदेखि 2 दिनमा गएर आउन सकिने यो ठाउँमा जानलाई खर्च पनि खासै धेरै लाग्दैन। यो ठाउँ यति नजिक छ कि बाइकमा गयो भने अराउन्ड 1 आवर जति हिँडेर हामी माथिसम्म पुग्न सकिन्छ। अब यस्तो राम्रो ठाउँ नागथलीमा जाने पालो तपाईहरुको। भिडियोलाई आफ्नो साथीसँग शेयर गरेर च्यानललाई सब्स्क्राइब गर्नु होला। नेक्स्ट भिडियोमा हामी फेरि भेट्नेछौँ।